आईसीसीले घोषणा गर्यो टी20 विश्वकपको ट्रफी टुर नेपालमा पनि ल्याइँदै। आईसीसी पुरुष टी20 विश्वकप 2026 को ट्रफी टुर घोषणा भएको छ। टुर अन्तर्गत एसियाका विभिन्न देशहरूमा ट्रफी पुर्याइनेछ। नेपालमा पनि उक्त ट्रफी ल्याइने भएको छ। नेपालमा यसअघि सन् 2018 मा ओडिआई विश्वकपको ट्रफी पनि ल्याइएको थियो। त्यतिबेला काठमाडौँ र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो। टी20 विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याउन लागि हो। डीपी वर्ल्डको सहकार्यमा भारत र श्रीलङ्कालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज रामसेतु माथिबाट औपचारिक रूपमा ट्रफी टुर सुरु गरिएको छ। भारतको दक्षिणी समुद्री किनार नजिक रहेको सामरेतु माथि 2 सिटे प्यारामोटर मार्फत ट्रफी उडाउँदा कार्यक्रम निकै आकर्षित बनेको थियो। यसले भारत र श्रीलङ्का बीचको सांस्कृतिक र भौगोलिक सम्बन्धलाई पनि प्रतीकात्मक रूपमा देखाएको छ। आईसीसी अध्यक्ष जय शाहले भने रामसेतु जस्तो ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको स्थानबाट ट्रफी टुर सुरु हुनु निकै प्रेरणादायी छ। यो ट्रफी टुर केवल ट्रफी घुमाउने मात्र यात्रा होइन, विश्वभरका क्रिकेट प्रेमीलाई एकतामा बाँध्ने अभियान हो। पुरुष टी20 विश्वकप 2026 फेब्रुअरी 7 बाट भारत र श्रीलङ्कामा सुरु हुँदैछ। प्रतियोगितामा 20 टोली सहभागी हुनेछन् भने भारत र श्रीलङ्का 8 मैदानमा 29 दिनसम्म खेल हुनेछ। ट्रफी टुर एसियाका विभिन्न देश हुँदै अघि बढ्नेछ, जसमा भारत, श्रीलङ्का, कतार, ओमान, नेपाल, बहराइन र मङ्गोलिया पनि समावेश छन्। यस क्रममा समर्थकले ट्रफी नजिकबाट हेर्न र विभिन्न कार्यक्रमहरूमा सहभागी हुन पाउनेछन्। टुर अन्तर्गत कलेज विद्यालय भ्रमण, समर्थक भेटघाट, सार्वजनिक कार्यक्रम र क्रिकेट कार्निभल आयोजना गरिनेछ। साथै विश्वकप खेल्ने खेलाडी अध्ययन गरेका विद्यालय तथा कलेजमा पनि ट्रफी लैजाने योजना रहेको छ। यो सँगै 2026 मा हुन लागेको टी20 विश्वकपमा नेपालले कतिवटा खेल जित्ला त? कृपया आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नबिर्सिनुहोला। धन्यवाद।